पूर्व वज्र मास्टर हजुरले लोपेजीले जो यहाँको यहाँ पाल्नु भएको हाम्रो अध्यक्ष सङ्गठनको अनि आमाहरू पनि सेवा चाहन्छौँ सबैले भन्छ मैले बुझ्नु सक्दैन अनि कान्ते लामाज्यू अनि हाम्रो गुम्बाको समिति अनि लगायत हाम्रो यहाँ काठमाडौँबाट या इन्डियाबाट पाल्नु भएको यहाँ श्रीमती हजुरको गुरुहरू अनि हाम्रो गाउँको दिदी बहिनी दाजुभाइ अनि हाम्रो सबै छिमेकीहरू हाम्रो जुम्बाको सबै परिवारलाई पनि सर्वप्रथम मेरो तर्फबाट म सेलुट लोभिनेको तर्फबाट अनि नमस्ते अनि टेस्टे अनि आजको दिन चाहिँ अब तपाईँहरूले यस्तो जन्म हुनुको अर्थ धेरै धेरै राम्रो भएको छ किनकि एउटा सम्झौँ भनेर एउटा ऐतिहासिक दिन होइन हिस्टोरिक भर्जन त्यो दिन पनि मलाई अब लागिरहेको छु किनभने अब यसको लागि कसरी दुःख गर्ने के गर्ने त्यो भयो भने हामी सबैले अब यहाँ जतिले साथ दिनुभएको छ चिन्ताहरूदेखि लिएर सबैजना अब काम गर्ने समयदेखि लिएर दुःख गर्नु भएको छ अनि त्यो सँगसँगै हामीले दुःख गरेर मात्र होइन त्यो दुःख चाहिँ किन गरेको छ त्यो दुःख गर्नेको अर्थ के हो तर हामीले अर्थै नबुझ्यो भने त अब दुःख गर्न नै मिलेन होइन अनि त्यसको दुःख गरेको अर्थ चाहिँ नि हामीले तपाईँहरूले अहिले केही अब मैले जति जानेको त्यो बुझाउँ सोचिरहेको थियो अनि गुम्बा त भवन त अब घर पनि एउटा डिजाइन बनायो भने यस्तै हुन्छ घर पनि डिजाइनै हुन्छ होइन तर गुम्बाभित्र डिजाइन बनाइसकेपछि मुख्य कुरा चाहिँ हामीले मूर्ति हुन्छ होइन मूर्तिलाई हामीले टिबेटन भाषामा को भनिन्छ अनि को भनेको कुन चाहिँ हाल्ने होइन आफूलाई इम्पोर्टेन्ट के छ आफूले एकदम महत्त्व के छ त्यो महत्त्व देखेर मात्रै आफूले चाहिने चिज मात्र हामीले किन्छन् है किन्ने बेला पनि हो त्यसको महत्त्व बुझेर हाल्नुपर्ने हुन्छ त्यसैले अहिले बेला खुब चाहिँ तिनवटा मूर्ति चाहिँ छोको लुको टुको सो भन्छ होइन घरमा खाए समूह खाए निर्माण खाए तिनवटा को हाल्नुभएको छ अनि को त जस्तो कि हामीले अब यो मूर्ति त हामीले बजारमा नै पाइन्छ होइन बजारमा पसलमा राखिरहेको मूर्तिलाई हामीले पाउँदैन होइन अनि किनभने त्यो एउटा के भन्छ एउटा केही अब चाँदी सोना चाँदी माटोले बनाएको हुन्छ त्यहाँसम्म त हामीले अब त्यो एउटा बनाएको तर त्यो अब भनौँ न अब बनाउने मान्छेले बनाएको मात्रै तर बनाइसकेपछि आजको दिन चाहिँ हाम्रो एकदमै अब भनौँ न शुभ दिन भयो होइन अब पूर्णिमाको दिन पनि हो अनि त्यो दिनमा हामीले उहाँ यहाँ चाहिँ प्राण प्रतिष्ठा गर्नुको लागि यो प्रोग्राम बनाएको अनि योभन्दा पहिलाको वर्षदेखि अब यहाँ अब धेरै जस्तो मलाई त थाहै होला होइन यसको तला चाहिँ हामीले फर्स्टको लेभलमा यो मूर्तिको तलाको ठिक छ नि त्यसको तलामा अब फर्स्टमा चाहिँ हामीले हतियारहरू अब के भन्छ भन्जोरदेखि लिएर खुकुरीदेखि लिएर बन्दुकदेखि लिएर सबै हालेको छ त्यसको हाल्नेको अर्थ चाहिँ के भन्दाखेरि हामी मान्छे अब के हुन्छ भने अब यो संसारमा जन्मेपछि हाम्रो बुद्धिस्टबाट के भन्छ भने अब 6 लोकमा जन्मेको छ 6 लोकमा जन्मेको छ हामी मनुष्य लोकमा जन्मेको छ अनि मनुष्यको लागि कतिको दुःख छ पीडा छ भने त्यसको यो अब संसारमा अब जन्मेपछि त्यो 6 लोकभित्र मनुष्य लोक होइन त्यो लोकमा जन्मेपछि दुःखै दुःख छ अनि त्यो दुःखबाट हामीलाई मुक्त हुनुको लागि चाहिँ हामीले पुण्य कमाउनुपर्छ होइन पुण्य कमाएर मात्र हाम्रो के भन्छ जे चिज पनि अब परिभाग हुन्छ होइन अनि व्यापार गरेर नै व्यापार राम्रो हुने अब मान्छेले नै मन पराइदिने सबै कुरा त्यो हुन्छ अनि त्यसैले त्यो पुण्य अर्चना गर्नुपर्ने त्यो पुण्य अर्चना गर्नुको लागि चाहिँ हामीले यो कामहरू गर्छ अहिले त्योभित्र हतियारहरू हाल्नेको अब मुख्य उद्देश्य चाहिँ के हो भन्दाखेरि यो संसारमा अब कुनै कति लडाइँ परिरहेको छ होइन बन्दुकले हाल्ने रहेछ कुनै खुकुरले हाल्छ होइन संसारमा अब वर्ल्ड वार नै हुन्छ त्योहरू चाहिँ नहोस् भनेर हाम्रो मनको प्रार्थना चाहिँ यस्तो हामीले आफूले मात्र होइन संसारमा यो समस्याहरू नआओस् दुःख पीडामा नपरोस् होइन आजदेखि म पनि यस्तो के भन्छ हिंसा नराम्रो चिजहरू गर्दिनँ भनेर मैले आजदेखि यो हतियारै छोडेको भनेर अब एउटा आफूले नै कसम खाएको सुताले त्यहाँ हालेको अनि त्यसको माथि चाहिँ के छ भने अनि अन्नहरू हालेको छ अन्न अब धान हालेको छ चामल हालेको के भन्छ गहुँ हालेको सबै अन्न हालेको छ अन्न हाल्नेको उद्देश्य चाहिँ के हो भन्दाखेरि हामी यो संसारमा अन्न बिना बाँच्नु सक्दैन होइन आनिकल भन्छ नि हाम्रो नेपाली भाषाबाट अब मुगी भेट्यो भन्छ त्यो समय किन आउँछ भने यस्तो लडाइँ पऱ्यो भने अब एउटा जापानमा तपाईँहरूले थाहै होला होइन अब के भन्छ एक ठाउँमा अमेरिकाले बम हानेर त्यहाँ केही पनि उम्रिँदैन हो त्यस्तो भयो भने हामी सबै भोकर मर्छ
त्यही त्यस्तो नहोस् आउने समय नहोस् भनेर सबै संसारमा यो हामीले मात्र यो गाउँमा मात्र होइन सारा संसारमै अन्नको अब खाँचो नपरोस् खाने पिउने लाउने सबै पाओस् भन्ने त्यो उद्देश्यले चाहिँ हामीले यहाँ अन्न हाल्नु छ अनि सेकेन्ड अनि थर्डमा सबैभन्दा माथिमा चाहिँ के हाल्छ भने त्यो सेकेन्डमा अनि याङबुङ भन्ने हाम्रो अब के हुन्छ लक्ष्मी हामीले हालेको छ जस्तो कि अब धन सम्पत्ति हाल्नुको लागि अनि त्योभन्दा सबैभन्दा माथि चाहिँ हामीले के हालेको छ यो हामीले अब नेपालीबाट दिपा भन्छ होइन छेमे नाङसाल भन्छ हाम्रो तामाङबाट त्यो चाहिँ बत्ती हो बत्ती भन्ने चाहिँ के हो भन्दाखेरि उज्यालो प्रकाश दिने मान्छेले बुद्धि दिने तरिका दिने यो संसारमा हामी अन्धकार हुन्छ ज्ञान छैन भने अब हरेक चिज एउटा सिक्नुको लागि ज्ञान चाहिन्छ त्यो ज्ञान लिएपछि मात्र हामीले यो गर्ने तरिका जान्छ एउटा टेबल बनाउनु पऱ्यो नि एउटा टिभी बनाउनु पऱ्यो नि एउटा अब त्यो बुद्धत्व प्राप्त गर्नु पऱ्यो नि हामी जे पनि गर्नुलाई ज्ञानको जरुरत हुन्छ ज्ञान भनेपछि के हो तरिका दिमाग बुद्धि त्यो बुद्धि कसरी आउँछ भने जब बत्ती भएर मात्रै अब त्यो हामीले आँखाले नजरले देख्न सक्छौँ हो त्यसो त्यो बत्ती सबैलाई बुद्धि आओस् सबैजनालाई राम्रो गर्न सकोस् भनेर त्यसको उद्देश्यले गर्दा अनि त्यसमा चाहिँ बत्ती हालेको छ अनि त्यहाँदेखि माथिको मूर्ति भन्दाखेरि फर्स्टको बिचको चाहिँ के भन्दाखेरि हाम्रो छेउको भाषामा हो भए भन्छ हो भनेको प्रकाश अब हो चाहिँ अब यो प्रकाश चाहिँ कति छ भने गन्ती छैन प्रकाश चाहिँ प्रकाश पाएको अनि उसको मन्त्र जप्यो भने हामीले ओम आमी देवा रि भनेर जपिन्छ होइन अनि त्यहाँदेखि यतापट्टिको सेकेन्ड चाहिँ अवलोकेश्वर फपाचेरेसी भन्छ फपाचेरेसी उहाँले चाहिँ के गर्नुहुन्छ भने उहाँले चाहिँ यो छलोकमा जन्मेपछि अब दुःख हुन्छ भनेर अनि उहाँले त्यो दुःख देखेर चाहिँ हामीलाई एकदमै माया लागेर निजे भन्छ तामाङ भाषाबाट ओ त्यसो सम्झेर उहाँले ओ माने पिपे हुँ भन्ने छवटा अक्षर छन् त्यो छवटा अक्षरले चाहिँ यो छलोक अझ नजन्मियोस् दुःखमा नपरोस् भनेर अनि त्यो चाहिँ हामीले अब चेरेसीको सिङ्गममा देवाइचिन्दी सिङ्गम सुखवतीमा जाने भए चेरेसी अवलोकेश्वरको मन्त्र जप्नुपर्ने हुन्छ अनि उतापट्टिको चाहिँ गुरु पेमा झुमी गुरु रिभुचिया नै भनिन्छ अब इङ्ग्लिसमा लोटस फल पनि भनिन्छ र अनि उहाँलाई चाहिँ एउटा के भन्छ कमलको फुलमा जन्मेको बुझिन्छ उहाँ कसैको बाबाबाट जन्मेको भने अनि उहाँको मन्त्र जपे भन्छ हामी कहाँ जान्छ भने साउँदो पेल्री भन्छ अब चाँदी बनेको अब संसारमा जन्मिन्छ भन्छ अनि त्यसको लागि जप्नुको लागि त्यहाँ पुग्नुको लागि चाहिँ हामी मरिसकेपछि दुःखमा नपरेर त्यो ठाउँमा पुग्नुको लागि हामीले ओम आहु बेजको रूपमा स्थिति भूम भनेर जप्नुपर्ने हुन्छ अनि त्यो भित्र मूर्ति त यति भयो तर मूर्तिभित्र के हुनुपर्छ भन्दाखेरि चाहिँ अब मूर्ति त अब तपाईँहरूलाई थाहै छ होइन अब हाम्रो गाउँघरमा नि पुरानो गुम्बाहरू छ तर नि हामीले कोराहरू गर्दैन छागहरू गर्दैन किन भन्दाखेरि त्यसको उद्देश्य बुझेको छैन यसको अब फलिफाप के हुन्छ भने कसैले थाहा नभएको हुने कारणले गर्दाखेरि अब अरू बौद्ध सायनकोतिर भए मान्छे कति भिड हुन्छ कोरा गर्नुलाई दर्शन गर्नुलाई चोक चढाउनुलाई पुण्य गर्नुलाई किन त्यहाँ चाहिँ के भने उनीहरू बुझेको छ हो त्यो जस्तै अब हामी यहाँ कुनै मान्छे त अब काठमाडौँ जान सक्दैन कुनै मान्छे इन्डिया जान सक्दैन कुनै अब तीर्थयात्रा टाढा हुन्छ अब हामी सधैँ त जान सक्दैन कहिलेकाहीँ जान्छ होइन तर त्यही अब सधैँ जान नसके यहाँ चाहिँ अब हामीले मूर्तिमा बौद्धको पनि उता डफुमरती हल्यासी गर्ने बुद्ध घाया पनि अब सबै ठुलो तीर्थको माटोहरू लिएर यसमै हालेको हुँदाखेरि हामी यसमै दर्शन गर्दाखेरि त्यसमा त्यहाँ गएको र यहाँ गएको एउटै हो यहाँ दर्शन गर्नु त्यसैले त्यो सँगसँगै हामीले यसमा के हाल्नु हुन्छ अब हाम्रो अब ताकुङ चाहिँ साकेले हामीले फोटोलाई अब उताबाट स्वागत गरेको त्यो नै उहाँ गुरु नै हो हाम्रो गुम्बाको मुख्य गुरु उहाँले गर्दाखेरि हामीले यो ज्ञानहरू सबै लामाहरू जति नै छ उहाँहरूले गर्नु सकेको उहाँको क्षमताले उहाँको अब के भन्छ माया उहाँले ज्ञान दिएर हामीले गर्नु पाएको अनि उहाँ धेरै अब हाम्रो तान्त्रिकको एकदमै ठुलो गुरु हुनुहुन्छ ताकुङ चाहिँ अनि उहाँको पनि अब यहाँ छिल्ला भनेको छ अब रिङ्सेल भन्छ इङ्ग्लिसमा रेलिक भन्दछ नेपालीमा धातु भनिन्छ त्यो पनि हालेको छ अनि त्यहाँदेखि क्याप्चर पेनरहरू छ भनेको उता अब साउथ इन्डियामा नम्डुलिङको अब एकदमै पहिलो ठुलो गुरु उहाँको धातु पनि हालेको छ अनि हाम्रै ताकुङ चाहिँ रिम्पोछेले यता हालेसी भन्छ त्यो टापु महादेव त्यहाँ चाहिँ हामीले आयु लामो हुनेको लागि साधना गरेर त्यहाँ गएर चाहिँ एकदम हामी आयु लामो बस्छ अनि हाम्रो गुरुले एक महिना त्यहाँ सेवा भएर अहिले आयु लामो हुनेको पूजा गरेर उहाँले त्यो लिम्बू हुन्छ त्यो खानेको छिमा हुन्छ त्यो ढुसी गरेको थियो अनि त्यो लिम्बू पनि यसमै आएको छ अनि
श्रीलङ्काको के भन्छ रियो मलाई भन्छ त्यहाँको अब यस्तो अब भनेर अहिले समय धेरै ठुलो छ होइन अहिले सबै चाहिँ के अरे समयको अभावले गर्दाखेरि तपाईँहरूले व्याख्या गर्न सकिएन भए पनि अनि यसमा चाहिँ धेरै ठाउँमा झिलहरू एकदम सिद्धिहरू यो भित्र नै हालेको छ तपाईँहरूको लागि यहाँ दर्शन गरेको अब त्यो ठाउँमा पुग्न नसक्ने हामीले यही दर्शन गरेको त्यही हो सम्झेर गएको यही हो अनि आज हामीले के पहिला त अलिक भएन त्यो असलको मूर्ति जस्तो मतलब अनि आज चाहिँ हामीले प्राण हाल्नु भनौँ राप्ने राप भनेको चाहिँ हामीले राम्रो भनिन्छ ने भनेको ठाउँलाई नै भनिन्छ तर अहिले नै भन्दाखेरि ठाउँलाई बुझ्दैन अब ने भनेको बस्नुहोस् भएको यो गुम्बा बनाइसके तपाईँको लागि घरबार बनाइसके सबै चिज बनाइसके अब तपाईँ आएर यहाँ बस्दिनु भनेर चाहिँ अहिले गुरुले अघिदेखि ठुसोलाहरू गरेर त्योहरू गरेर स्वागत गरेर यहाँ राखेको दिएको छ आजदेखि यहाँ गुरु साहब गुरु रिम्पोछे छ अनि होपामे छ अनि अवलोकेश्वर चेरेसी सबै गुरु साहब यहाँ तपाईँहरूलाई दर्शन गयो भने म पनि अब देवाची सिंहमा जानुपर्छ म पनि दर्शन गरौँ म पनि एकरा गरौँ म पनि एउटा छेउमा जाउँ भने त्यस्तो मनको भावनाले अनि हामीले केही अब आफूले जति सक्दो धेरै थोरै त्यो गर्नुभयो भने चाहिँ त्यहाँदेखि त्यो कुनै आफूले हो बौद्ध जानु पनि पर्दैन सायम जानु पनि पर्दैन तर सक्यो भने त्यहाँ पनि जानु नजानु भनेको चाहिँ होइन तर नसक्नेहरू बेला अब यही नजिक भएको त जहिले पनि गर्दा हुन्छ त्यसैले अब हाम्रो अब गाउँठाउँमा यस्तो अब आफूलाई पुण्य गर्ने चिज अर्को अब हामी जन्मेपछि बितिनुपर्छ बितेपछि अब यही लोकमा जन्मिन्छ यो लोकमा कुनै धनी छ कुनै गरिब छ कुनै आँखा देख्दैन कुनैले खुट्टाले हिँड्न सक्दैन कुनैले अब धनी भएर धर्म देख्छ कुनैले गरिब भएर गुरु भेट्न सक्दैन यस्तो दुःखहरू नपरोस् हामी अब अर्को जन्ममा यस्तै कुराहरू बुझ्नु पाएँ यस्तो ठाउँमा जन्मिन पाएँ त्यही वातावरणमा हुर्किनु पाएँ भने हो त्यस्तो मलम गरेर प्रार्थना गरेर तपाईँहरू कोरा गर्नु इच्छा गर्नु क्षमे चढाउँ भोलि गएर पूजा गर्नु त्यो गएर भने चाहिँ तपाईँ हामी सबैलाई राम्रो हुने अनि हाम्रो सबै समाज पनि एकदम सुख शान्ति भएर एउटा हार्मोनियस सोसाइटी हुन्छ नि हो त्यस्तो हुन्छ भनेर हामीले अब यसमा सबैले कोसिस गरेको छ त्यो कोसिस गरेको तपाईँको कसैसँग सर्टिफिकेट माग्नु पर्दैन मैले यति गरेँ उति गरेँ भने त्यो आफूले मरेर जाँदाखेरि लगेर जाने हामी मरेर जाँदाखेरि हामी अब आफ्नो लुगा त छोडेर जानुपर्छ होइन केही छैन भने अब घरबाट एक चट लानु पाउँदैन होइन त्यो हुँदाखेरि चाहिँ हामीले अब यो पुण्यले मात्रै हामीलाई एउटा बाटो देखाउँछ अब हामी मरेर जाँदाखेरि हामीले आमाहरूले अब घेवा लेबर गर्ने गरिन्छ किनभने उसले पनि एउटा राम्रो ठाउँमा जन्मिस् भनेर तर त्योभन्दा अगाडि नै उसले राम्रो गरेको छ उसले घेवा लेबर पनि खासै जन्म पर्दैन तर घेवा लेबर गर्ने कारण के हुँदैन उहाँले अब जिउँदो हुँदै त केही गर्नु सकेन अनि उसलाई केही अब होला कि भनेर कोसिस आफ्नो दाजुभाइहरू माया गर्ने अब आफ्नो इष्टमित्रले केही कोसिस गरेर घेवा लेबर क्रिया गरिन्छ होइन हो त्यो जस्तो दाले अब हामीलाई अब जन्मेपछि एकचोटि आँखा बन्द गरेर जानुपर्छ त्यो आँखा बन्द गरेर जाँदाखेरि चाहिँ हामीलाई त्यो पुण्य बाहेक अरू कसैले आफ्नो दाजुभाइ कसैले सहयोग गर्नु आफ्नो दाजुभाइ पनि छेउमा आएर अलिकति रुने सहयोग गर्ने त्यति मात्र हो तर आफूलाई लाने त्यही पुण्य हो त्यसैले त्यही पुण्यको आज पूर्णिमाको दिनमा तपाईँहरू सबैले यहाँ कुनै टाढाबाट कुनै अब काठमाडौँबाट होला होइन दुःख गरेर पालिदिनु भयो तर तपाईँहरूको यहाँ पालेर अब यस्तो अब आफूले गर्न सक्ने त्यो चिज चाहिँ तपाईँहरूको खेरो जाने छैन अनि त्यसैले सबैजनालाई अनि तुझे टर्सिदले अनि फ्याबुजी